सो हेलो एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। हजुरहरू आज अहिले चाहिँ 2 बजिसकेको छ। 2 बजिसक्यो अनि म चिनी भाइ अनि सुप्रिम भाइ भएर चाहिँ मकै उठाउँदैछौँ। मकै उठाएर भ्याएर अनि पानी नि पर्दैछ, सिमसिम घाम पानी नि लाग्दैछ। अनि हामी चाहिँ मकै उठाउँदैछौँ। त्यसलाई चिन्लाउलाई झ्याउलाइ भन्छ। अनि एकछिन बस्छौँ। अनि उठाइ भइसकेपछि अनि हामी एकछिनपछि जान्छौँ। म अनि चाउचाउ पकाउँछु। उमाल्न जान्छु अब एकछिनमा ग्यासमा। अनि अहिले त कहाँ उम्लिन्छ र होइन। अनि ग्यासमा उमाल्न जान्छु। ग्यासमा उमालेँ है टक्क पारामा। अब उम्लिन्छ एकछिनमा भक टक्क पारा उम्लिन्छ होइन। अनि उम्लिन्छ, उम्लेर अनि तातो पानी फाल्छु अनि मोल्न थाल्छु क्या टक्क पारामा मोल्छु। अनि एकछिन मोल्छु। चाउचाउ चाहिँ अलिक धेरै नै भएको रहेछ चाउचाउ। अनि हामीले खायौँ। चाउचाउ चाहिँ मिठो भएको थियो। अब टक्क लाएर हामी चाहिँ चाउचाउ खान्छ। हेर्नु अब चाउचाउ चाहिँ खतरा छ। यस्तो पिरो थियो कि मुखबाट हजुरहरूको पनि पानी आला होइन गाइज। अनि चाउचाउ नि खाइभ्याम। चाउचाउ खाएपछि अनि चाउचाउ खाएपछि बसेँ एकछिन। अनि बसिसकेपछि घर गएर खानासाना पकाउनु थियो। अनि मासु ल्याएर चाहिँ मासु पकाउनु थालेँ टक्क पारामा। मैले चाहिँ मासु चाहिँ लास्ट जाँगर आउँछ कि मलाई पकाउन। अनि मासु पकाएँ। अनि एकछिन बसेँ अनि टक्क पारामा होइन के गरेर अनि प्याज काटेर अनि पकाउनु थालेँ। पकाएँ भइसकेपछि अनि एकछिन डुल्न गएँ। अनि डुलेँ। अनि आजको लागि चाहिँ यति नै। माया सपोर्ट गर्नु होला। पिबिएस भ्लगलाई सपोर्ट गर्नु होला। पूजन सङ्घलाई सपोर्ट गर्नु होला। म चाहिँ फाइन बनाउनु गएको थिएँ। आजको लागि चाहिँ यति नै। बाई बाई। कस्तो लाग्छ राम्रो लाग्यो कमेन्टहरू गरिदिनु होला। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त ल।